एभ्रिवान। आजको यो क्लासमा आज हामी एकाउन्टको बेसिक कन्सेप्टको बारेमा कुरा गर्छौँ। एकाउन्टको बेसिक कन्सेप्ट भन्नाले एकाउन्ट कति किसिमको हुन्छ, एकाउन्टको रुलहरू के हो, एकाउन्टलाई त्यो कसरी आफ्नो एकाउन्टमा लेखिन्छ, रेकर्ड गरिन्छ, ती सबैको बारेमा आज हामी यस भिडियोमा कुरा गर्छौँ। यदि भिडियो तपाईलाई राम्रो लाग्यो भने भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र धेरै ढिलो नगरेर आज हामी क्लासतर्फ बढौँ। ल आज के हो त, आज बेसिक कन्सेप्ट अफ एकाउन्ट। एकाउन्ट चाहिँ दुई किसिमको हुन्छ। पहिलो त पर्सनल एकाउन्ट, त्यसपछि हुन्छ इम्पर्सनल एकाउन्ट। भन्दाखेरि एकाउन्टको दुईवटा छोराहरू हुन्छ। पहिलो त पर्सनल, त्यसपछि दोस्रो इम्पर्सनल। र यसमा यी दुवै दाजुभाइहरू हुन् र यसको पर्सनल एकाउन्टको कुनै छोराछोरी छैन र इम्पर्सनल एकाउन्टको दुईवटा छोरा छन्। त्यसको नाम पहिलोको नाम रियल एकाउन्ट हो भने दोस्रोको नाम नोमिनल एकाउन्ट हो। अब यी तीनजनाको, अब यी दुईजना त भाइ नै भयो अनि यिनीहरू उसको छोरा, मतलब कि यो जुन रिलेसन छ यो तीनजनाको आफ्नो आफ्नो स्टाइल छ, स्वाग छ, भनाइ छ, धर्म छ, या त्यो हिन्दीमा भन्छ नि त्यो तकिया कलाम, त्यस्तै किसिमको हो छ। जस्तै कि त्यो मान्छे भन्दैन, त्यो बलिउडमा त्यो छोटा कद काम बडे बडे नोट कमाऊँ खडे खडे, त्यही किसिमको त्यो डायलगहरू यिनीहरूको छ। तर ती डायलगहरूलाई आज हामी मात्र होइन, एकाउन्टको भाषामा सबै त्यो एकाउन्टको रिसर्चरहरूले, स्कलर्सहरूले त्यसलाई रुल भन्ने गर्छ र हामी पनि रुल भनेर चिन्छौँ। तर आज हामी यसलाई यिनीहरूको स्टाइल, भनाइ, धारणा, स्टाइल जे भन्न सकेर बुझ्न सकिन्छ त्यो आज हामी यसको बारेमा कुरा गर्छौँ। र यी कुरा त जानिहाल्नु भयो कि पर्सनल एकाउन्ट, नोमिनल एकाउन्ट, र नोमिनल एकाउन्टको दुईजना छोराहरू हुन्छ, रियल एकाउन्ट, नोमिनल एकाउन्ट। र अब यिनीहरूको भनाइहरू के हुन्? अब यसको भनाइ अलगै छ, यसको रियल एकाउन्टको भनाइ अलगै छ, नोमिनल एकाउन्टको भनाइ अलगै छ। अब यिनीहरूको भनाइ के हेर्नु, इट मिन्स रुल्स के हो एकाउन्टको भाषामा? यसको रुल्स डेबिट द रिसिभर पहिलो रुल, एन्ड क्रेडिट द गिभर, यो यसको दोस्रो रुल हो। पर्सनल एकाउन्टको पहिलो रुल के हो? डेबिट द रिसिभर, क्रेडिट द गिभर। डेबिट द रिसिभर एन्ड क्रेडिट द गिभर। र त्यसपछि छ रियल एकाउन्ट। अब रियल एकाउन्ट भन्नाले के बुझिन्छ भने मतलब कि आँखाले देख्न सक्ने, जस्तै त्यो फर्निचर, एसेट, यिनीहरूलाई हामी रियल एकाउन्ट भन्छौँ। र रियल एकाउन्टको यसको रुल्स के भन्न सकिन्छ भने, यसको रुल्स वाट कम इन डेबिट, यसको रियल एकाउन्टको रुल हो वाट कम इन डेबिट, मतलब जे के छ त्यो आउँछ, यसको मतलब कम इन इक्वल टु डेबिट। अनि अर्को छ वाट गोज आउट क्रेडिट, यसको मतलब वाट कम इन, जे जति हामीतर्फ आउँछ त्यो डेबिट भयो र हामीसँग जे जान्छ त्यो क्रेडिट भयो। ठिक छ। र अर्को छ नोमिनल एकाउन्ट। अब नोमिनल एकाउन्टको यतातिर त सायद हेर्दैन होला, यतातिर त हेर्न सक्दैन, तर हामी यतातिर लेख्न सक्छौँ यसलाई। यसको मतलब पछाडितिर यतातिर छ यहाँ रुल्स अफ नोमिनल एकाउन्ट। अब यसको के हो? पहिलो, अल डाइरेक्ट एक्सपेन्सेज और लॉसेज आर डेबिट एंड all direct
इन्कम्स एन्ड गेन्स आर क्रेडिट। यीहरू हुन् यिनीहरूको भनाइ, धारणा, स्टाइल, स्वैग। जस्तै कि मैले भने नि बलिउडमा त्यो तकिया कलाम, त्यही तकिया कलाम हो यिनीहरूको स्टाइल हो। आफ्नो आफ्नो भनाइ हुन्छ, हरेक मान्छेको आफ्नो स्टाइल हुन्छ नि। त्यो फिल्महरू हेर्नुभएको होला कि त्यो के भन्छ कि यो मेरो स्टाइल हो, यस्तै यो मेरो डायलग हो, मतलब भन्छ नि त रुल्स सरी त्यो के भन्छ त्यो फिल्म इन्डस्ट्रीमा गिभ रिस्पेक्ट एन्ड टेक रिस्पेक्ट, सम्मान करो और सम्मान लो, यही भन्छ नि त त्यो फिल्म इन्डस्ट्रीमा। त्यो त्यस्तै यिनीहरूको पनि छ। पर्सनल एकाउन्टले के भन्छ, वाट कम इन सरी डेबिट द रिसिभर एन्ड क्रेडिट द गिभर। ठिक छ। अब पर्सनल एकाउन्टको दुईवटा छोराहरू छन्, उनीहरूले के भन्छन्, रियल एकाउन्ट र नोमिनल एकाउन्ट। र रियल एकाउन्टले के भन्छ, वाट कम इन डेबिट, ठिक छ, वाट गोज आउट क्रेडिट। ठिक छ। अब नोमिनल एकाउन्टले के भन्छ, ऊ आफ्नो स्टाइलले के भन्छ, अल डाइरेक्ट एक्सपेन्सेस एन्ड लसेज आर डेबिट एन्ड अल डाइरेक्ट इन्कम एन्ड गेन्स आर क्रेडिट। बस यही यतिकै रुलमा पुरा एकाउन्ट आज यही सब रुलमा पुरा एकाउन्टको जति पनि रुल्स रेगुलेसन छ सब यही डेबिट क्रेडिटमा आधारित छन्। सबै जति पनि ट्रान्जेक्सनहरू छ सब यही डेबिट क्रेडिट, वाट कम इन गो, वाट कम डाइरेक्ट एक्सपेन्सेस, जे 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 जति छ सब यसैमा आत्मनिर्भर छ के, यसैमा डिपेन्ड छ। बाँकी यसबाहेक केही गर्नु पर्दैन। सबैको स्वैग जुन स्टाइल छ, यसको मतलब यसको धारणा पढिहाल्नुहोस् र यिनीहरूको स्टाइल पढिहाल्नुहोस्, यसको स्टाइल पढिहाल्नुहोस्। यो याद भयो भने तपाईँ एकाउन्टको इजिली कन्सेप्ट बुझ्न सक्नुहुन्छ। च्यालेन्ज गरिरहेको छु, एकदम बुझिहाल्नुहुन्छ। यो भिडियो धेरै इफेक्टिभ हुनेछ, त्यही भएर यो भिडियोलाई हेरिलिनुहोस्। यो भिडियो एकदम इजी छ र बढी खास गाह्रो छैन। बस खालि मात्र बुझ्नु छ कि के आयो के गयो, बस यही कुरा बुझ्नु छ। थ्याङ्क यू। भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीलाई सपोर्ट गरिदिनु होला। थ्याङ्क यू सो मच। जबसम्म जय नेपाल।